आज चाहिँ अब उहिलेको हाम्रो कतिले कञ्चन हल पनि भन्थ्यो, कतिले कान्छा हल पनि भन्थ्यो होइन। अब त्यो हल अब त्यो उहिलेको कालिम्पोङ त्यो पिक्चर हलको अब त्यो यादहरू अब अहिले पनि झलझल छ त्यो उहिलेको कालिम्पोङ। अनि विशेष गरी चाहिँ अब अहिले कालिम्पोङ चाहिँ बेलुका 8 बजी भयो भने सनाटा भइहाल्छ। तर त्यो 86 को अगाडि जुन कालिम्पोङ थियो, सँगसँगै कालिम्पोङसँग जोडिएको पञ्चन हल, बेलुकाको रातिको 8 बजीको कोही बेला 8:30 को पिक्चर लाग्थ्यो रातिको। अनि हामी सानोमा मसिनोमा बेलुकाको खानासाना खाएर पिक्चर हेर्नु जाने गर्थ्यौँ। अनि त्यो पिक्चर हलको एउटा आफ्नो एउटा कथा छ क्या पिक्चर हलको। अनि कोही बेला दामी दामी पिक्चरहरू आउँथ्यो, जस्तै अब उहिलेको अब शोलेहरू जस्तो पिक्चरहरू, शोले पिक्चर भयो, कुसुमे रुमाल भयो, सम्झना भयो, त्यस्तो पिक्चरहरू भयङ्कर भयङ्कर। अब अमिताभ बच्चनको, श्रीदेवीको, धर्मेन्द्रको, अब राजेश खन्नाको त्यो पिक्चरहरू आउँदाखेरि चाहिँ यति डरलाग्दो भिड हुन्थ्यो। अनि त्यो टिकट काट्नु लागि चाहिँ अब त्यो झगडा आउँथ्यो, फाइट हुन्थ्यो। त्यहाँ ब्ल्याकरहरूको सिस्टम थियो। अब पिक्चरमा ब्ल्याक हुन्थ्यो होइन। पिक्चरमा अब टिकट त पाउँदै नपाउने, अब पिक्चर हलको चाहिँ अब ब्ल्याकरहरू चाहिँ अब भयङ्कर हो त्यति बेला। अब हो सँगसँगै अब त्यो काउन्टरमा बस्नेहरू पनि भयङ्कर हो। अब एकदम महिनाहरू त अब मन्थली टाइपको पिक्चर हलहरू राम्रो आउँदाखेरि कि उनीहरूको हाई डिमान्ड फुल भोल्टेजमा हुन्थ्यो, 440 हुन्थ्यो उनीहरू हो। अनि त्यो खालको रमाइलो थियो क्या। अब अन्त हामी मसिनो हुँदाखेरि पैसा पनि हुन्थेन। अब मैले पिक्चर हेर्दा चाहिँ अब त्यो अगाडिको चाहिँ 90 पैसाको हुन्थ्यो, 90 पैसा। अनि त्यसको अलिकति माथि चाहिँ 1.65, त्यहाँदेखि माथि चाहिँ 2.20, ₹2.20। त्यहाँदेखि अब भ्याल्कनीमा चाहिँ अब भिआइपी सोफा, अब त्यो चाहिँ भिआइपी एकदम धनीहरू हेर्ने धनीहरू हो। त्यो चाहिँ अब ₹3.70 र ₹4.20 चाहिँ अब भयङ्कर अब हो। अनि अब कालिम्पोङ अब सबैजना गरिब नै थियो। अब हामी सबै कोही यस्तो धनीहरू थिएन र अब हामी चाहिँ प्राय चाहिँ अब 90 पैसाको, 1.65 को, 2.20 चाहिँ हेर्थ्यौँ पिक्चर है। अनि अब मजा आउँथ्यो, दामी थियो कालिम्पोङ। अनि कोही बेला पैसा छैन भने चाहिँ दैलोबाट सुन्थ्यौँ पनि हामी। त्यो काठको दैलो हुन्थ्यो कि, दैलोबाट हामी सुन्ने गर्थ्यौँ क्या। त्यो पिक्चरको त्यो डाइलगहरू मात्रै सुन्नु पाए पनि भयङ्कर। अब त्यो डाइलग मात्रै त्यो दैलोको चेपमा बसेर चाहिँ बाहिरैबाट चाहिँ कान लगाएर चाहिँ दैलोमा कान टसाएर चाहिँ हामी सुन्ने पनि गर्थ्यौँ। हामी 3 घन्टा कान सुनेर बिताइदिन्थ्यौँ हामीले। 3 घन्टा शोले पिक्चर त 3 घन्टा घरि हेर्ने, फेरि घरि सुन्नुपर्ने त्यो डाइलग हो। अनि अहिले यस्तो मोबाइल थिएन। अब अहिले युट्युबमा डाइलगहरू दुनियाँ थरी अहिले फेसबुकमा, युट्युबमा, मोबाइलमा अहिले आइहाल्छ। पहिला त्यो मोबाइल भन्ने थिँदै थिएन। अनि अब पैसा हुन्थेन, पैसा नभएको भने चाहिँ कान मात्रै टसाएर सुन्थ्यौँ हामी कि। अन्त त्यहाँ गेटकिपरहरू यत्रो त पालाहरू हुनुहुन्थ्यो, डरलाग्दो पालाहरूले चाहिँ कोही बेला टक्सिङ पनि लाउँथ्यो हामीलाई। त्यहाँ त्यो कान सुन्दाखेरि चाहिँ टक्सिङ पनि लाउँथ्यो हो। अनि त्यो एक प्रकारको मजा थियो कालिम्पोङमा। अनि दिउँसो त्यो पिक्चर हलमा अब दिउँसोको चाहिँ के अरे इन्टरभलमा हाफ टाइम भन्थ्यो त्यो, र हाफ टाइम होइन हाफ टाइम भन्थ्यो क्या। अनि त्यो हाफ टाइममा चाहिँ त्यो अगाडिको अहिलेको जति छ नि आलु थुक्पा अनि त्यो कचर पचरहरू यति मिठो लाग्थ्यो। त्यो दिउँसो हाफ टाइममा चाहिँ खाँदाखेरि चाहिँ त्यो खाँदै हेर्नु, एउटा बदामहरू बेच्थ्यो त्यहाँ अगाडि, थरीको बदामदेखि त्यो टाइममा त्यो आलु चपहरू पनि यति त्यहाँ भइहाल्यो, बेच्थ्यो आलु चप, अन्डा चप, आलु चप दुनियाँभरको त्यहाँ इन्टरभलमा त्यहाँ बाहिर राखेको हुन्थ्यो। अन्त त्यो खाँदै फेरि इन्टरभल कहिले हुन्छ भनेर इन्टरभल पनि मा चाहिँ त्यो किनेर फेरि हलभित्र ल्याएर त्यो खाँदै हामी हेर्ने गर्थ्यौँ। अनि त्यो कालिम्पोङ यति मिठो कालिम्पोङ राति हेर्नु त 8:30 को पछि, रातिको 8:30 को पिक्चर हेरेर चाहिँ हामी 11:30मा 12 बजी घर फर्किन्थ्यौँ। त्यस्तो खालको कालिम्पोङ थियो। अब त्यस्तो कालिम्पोङ अब हामीले फर्काइ ल्याउनुपर्छ। कालिम्पोङ सँगसँगै त्यो हल सँगसँगै त्यस्तो यति बिघ्न गाडी घोडाहरू हुन्थेन त्यति बेला, गाडी एकदमै कम्ती। घोडा गाडी चाहिँ देखेको हामीले, घोडा गाडी चल्थ्यो है। घोडा माथिबाट घोडा गाडी आउँथ्यो, घोडा गाडीमा चाहिँ
त्यो चल्थ्यो। अनि गाडी एकदम कम्ती मात्रामा बाटोमा त हामी स्केट खेल्थ्यौँ, ब्राकेटहरू खेल्थ्यौँ, ब्याडमिन्टन खेल्थ्यौँ बाटोमा। त्यो कञ्चन हललाई फेरि रिभाइभ गर्नु पऱ्यो, त्यो हलहरू आउनु पऱ्यो, फेरि नोभेल्टी थियो त्यसरी हलहरू आउनु पऱ्यो। कञ्चन हल अब है त्यही मिठो। अनि त्यो पोस्टर लाग्थ्यो क्या, पोस्टर कि बाहिर पोस्टर लगाउँथ्यो ठुलो कि, अनि भित्रपट्टि गयो भने चाहिँ सानो सानो पोस्टर हुन्थ्यो, त्यो क्लिपिङ्स क्या, पोस्टर हुन्थ्यो सानो सानो कि, त्यो फोटो खिचेको त्यो पिक्चरको विषयमा पोस्टर हुन्थ्यो। अनि जसले चाहिँ पिक्चर हेरेको छ अनि त्यो चाहिँ भयङ्कर भएर चाहिँ हामीलाई सुनाउँथ्यो। अब जसले हेरेको छैन सुनाउँथ्यो त्यो पोस्टर, यो चाहिँ यस्तो भएको है, यो चाहिँ यस्तो भएको है, यसले यो भन्दैछ है। अन्त फाइट परिरहेको फोटो पनि हुन्थ्यो त्यहाँ क्या, यो चाहिँ लास्ट फाइट हो यसमा चाहिँ हो। अब अमिताभले अब गब्बर सिंहलाई चाहिँ यहाँ यसो घाँटी निमाएको फोटो हुन्थ्यो नि त, त्यसको डिटेलमा कथा भन्नेले पनि भन्थ्यो मजाले कि, त्यहाँ उभिएर सुन्नेले पनि मजाले सुन्थ्यो। अब हो पैसा सबैकोमा हुन्थेन हेर्नु लागि हो। अनि त्यस्तो एउटा समय थियो, त्यति इनोसेन्ट क्या कालिम्पोङ। नमस्कार, खुसी लाग्यो तपाईँहरूले कञ्चन सिनेमा हल सम्बन्धित केही कुराहरू पब्लिकमाझ राख्नु हुँदो रहेछ। र आज कञ्चन हल देख्दाखेरि झट्टै याद आउने भनेको चाहिँ रकेट दाजु भन्ने थियो। उहाँको एडभर्टाइज खुबै रमाइलो हुन्थ्यो, कञ्चन हलको रूपाली पर्दामा भनेर भन्नुहुन्थ्यो र उहाँको पनि याद आउँछ। र कञ्चन हल देख्दा नि साथै ज्याप्से दाजु टिकट काट्दाखेरि ज्याप्से दाजु फ्यामिली छ 2टा टिकट दिनुहोस् न या 4टा टिकट दिनुहोस् न भनेर हात पिल्छाएर कुटाइ खाएर माथिबाट सिस्नुको हिर्काई बाँसको हिर्काई लात घुसा खाएर पनि टिकट चाहिँ काट्नै पर्ने, फिल्म हेर्नै पर्ने, त्यो मनोरञ्जनहरू आज हामीले गुमाएको छौँ। कञ्चन हल सम्बन्धित विषयमा कुरा गर्नु हुँदाखेरि मेरो बाबाले भन्नुहुन्थ्यो कि मेरो काकाले पनि उहाँ त्यति बेलाको समयमा पेन्ट गर्नुहुन्थ्यो अरे। र एउटा मजाको रमाइलो किस्सा छ, कथा छ। त्यो चाहिँ के हो भनेदेखिलाई हात पिल्छाएर सब कुरो गरेर भए पनि टिकट नपाएर वा टिकट काट्ने स्थिति नभएर पनि ब्ल्याकमा काटेपछि लभर्सहरू आफ्नो आफ्नो लभर्सहरूलाई लिएर पिक्चर चाहिँ हेर्नै पर्ने। तर जहाँ ब्ल्याकमा टिकट काटिसकेको बादमा चाहिँ जब उहाँहरूलाई एउटा सामाजिक भयो र रिलेटिभ्सको डर पनि राख्दै केटा र केटी अलग अलग टिकट लिएर पनि भित्र पस्नुहुन्थ्यो। तर पस्दाखेरि चाहिँ के भएछ भनेदेखिलाई टिकट त लिएर भित्र पस्यो, तर झट्टै हेर्दाखेरि चाहिँ उसको केटी पनि छैन, यतापट्टि केटा पनि छैन। के भएछ भन्दा चाहिँ ब्ल्याकले चाहिँ टिकट चाहिँ अलग अलग दिएको। यस्तो किस्साहरू पनि रमाइलो छ यस कालिम्पोङमा। र कुरै गर्नु हो भने कञ्चन सिनेमा हललाई एउटा अब त हेरिटेज जस्तो भइसक्यो। आउने दिनहरूमा के कस्तो होला यो खण्डर भएर चाहिँ नजाओस्। जसरी आज नोभेल्टी एउटा राम्रो प्रकारले बनेर जाँदैछ भने त्यस्तै प्रकारले सायद आशा राख्छु कि राम्रो प्रकारले बनेर जान्छ होला। यसलाई खण्डर हुनु चाहिँ नदिउँ। यस्तो धेरै जग्गाहरू छ जो कालिम्पोङमा आज हेरिटेजको तौरमा खण्डरै भएर गएको छ। आज बहुत दिन बाद हाम्रो कालिम्पोङको कञ्चन हलको विषयमा केही सोध्नु आउनु भएको रहेछ दाजु। र मेरो यादमा आएको, हामी त अब हाम्रो लाइफै कञ्चनमै बित्यो भनौँ अब है सानोदेखि। र विशेष हाम्रो यो दोकान चाहिँ जोडेको थियो कञ्चनसँग, किनभने त्यति बेला साउन्ड सिस्टम माइक त्यति बेला यस्तो बक्सहरू हुन्थेन है, र माइक सिस्टम हुन्थ्यो, हर्नवाला माइक लगाइन्थ्यो र एडभर्टिजमेन्ट चाहिँ पुरै हुन्थ्यो पिक्चर आएपछि। र हामी चाहिँ कञ्चनसँग जोडेको त्यही कारण थियो कि हाम्रो माइक कन्टिन्यू चल्थ्यो कञ्चन हलमा है। र सोले पिक्चर लाग्दाखेरि चाहिँ महिनौ दिनसम्म मलाई जहाँसम्म याद छ धुमधामले यो सोलेको एडभर्टिजमेन्ट भयो है। यहाँदेखि लिएर म अलिकति सानै थिएँ, तर मलाई याद छ दाजुले मलाई पनि लानुहुन्थ्यो। रकेट दाजु भनेर एकजना हुनुहुन्थ्यो, निकै एलाउन्सर, सायद पुरानो मान्छेहरूले चिन्नुहुन्छ है। र उहाँको रूपाली पर्दा कञ्चन हलको
कञ्चनको रूपाली पर्दामा भनेर भन्ने चाहिँ एकदमै उहाँको उयो थियो है। यो उहाँको भोइस चाहिँ एकदम मोहम्मद रफीको भोइस र उहाँको एउटा एडभर्टिजमेन्टको भोइस चाहिँ एउटा मानिन्थ्यो कालिम्पोङमा है। दार्जिलिङ सिलगढी यहाँबाट हामी त्यति बेला दार्जिलिङ घुमसम्म पनि सोलेको एडभर्टिजमेन्ट गरेर गएको है। त्यस्तै बर्सात कि एक रात अब है खुब चलेको, किनभने हाम्रो इको सुटिङ भएको थियो है। अमिताभ बच्चन आएको 29 के अरे उसमा कालीझोडामा है। त्यसले गरेर धुमधामले त्यति बेलाको समयमा अब इन्टरटेनमेन्ट भने पनि टाइम पास भने पनि जे भने पनि कालिम्पोङको लागि यो कञ्चन हल र नोभेल्टी हलै थियो है। र विशेष कञ्चन हलमा चाहिँ अब राम्रो राम्रो पिक्चर ल्याइन्थ्यो है। र अब हामी पनि त्यसमा जोडेकोले राम्रो भन्दा राम्रो एउटा यादगार छ है। त्यस्तै अब तपाईँले सोद्धाखेरि चाहिँ मलाई भन्नु लाग्यो, अब सानोको एउटा नभन्नु पर्ने हो तर तपाईँलाई भन्नु मजा लाग्छ सरहरूलाई कि एउटा किस्सा छ क्या हो। अब कञ्चनले गरेर मेरो कानको घाउ पनि जाती भएको है। मेरो एउटा सानोमा निकै इन्फेक्सन भएको छ, अहिले बुझ्दा फेरि निकै कानमा घाउ भएर कान चाहिँ यस्तो बाङ्गिसकेको थियो मेरो। सायद अहिले सम्झिँदा सफाहरू गर्नु नदिएर होला, त्यो के अरे उसले गरेर बाहिरको त्यो फङ्गसहरूले गरेर कान चाहिँ झुन्डिसकेको थियो। त्यति बेला त्यस्तो याद पनि गरेन। एक दिन भागेर चाहिँ कञ्चन हलमा पिक्चर हेर्नु गएको थिएँ म। त्यहाँदेखि बेलुका घर आउँदाखेरि आमाले अब भागेर पिक्चर, त्यति बेला ठुलो सजाय हो, नसोधी पिक्चर हेर्नु जानु, पिक्चर हेर्नु जानु ठुलो सजाय हो। तर अब सोधेर जान्दा चाहिँ पाइन्थ्यो। भागेर गएकोले चाहिँ आमाले घरमा पस्ने साथ मलाई अहिले पनि याद छ 10 रुपियाँवाला सिला चप्पल पाउँथ्यो, प्लास्टिकको कडा, त्यसले चाहिँ नन स्टप हिर्काउनु भयो। अब आमाको हातले पनि मेरो ब्याड लक भन्नु लाग्नु पनि 4-5 त्यो झट्टा र कानैमा मात्रै लागेर चाहिँ कानबाट खुन भयो। दाजुले कुदाएर बाहिर लगेर कानहरू धोइदिनु भयो। तर त्यो आमाको धुलाइ माने पिटाइ पनि एउटा मेरो लागि के भन्नु अब अमृतै भयो भनौँ मेरो वर्डमा है। र त्यो कञ्चन हलमा पिक्चर हेरेको नि एउटा राम्रै भएछ। दाजुले हतार लगेर कानहरू सबै धोएपछि त त्यो बाहिर भएको डल्लै त्यो मैला त्यसको बाहिरको उयोहरू सबै निक्लेपछि त कान त रातो भएर ठाडो भयो क्या। अन्त अहिले लाग्छ कि अब आमाको चप्पल पनि आशीर्वादै हो है। र अब त्यो कञ्चनमा त्यो दिन पिक्चर हेर्नु नगएको भए चाहिँ सायद मेरो कान त्यति बिग्रिन्थ्यो होला है। र यस्तै छ सानो यादेहरू है। अब हामी अब कालिम्पोङमा जन्मेर कालिम्पोङमा हुर्किएपछि कञ्चन नोभेल्टी त अब छोड्ने कुरै आएन है। अब हाम्रो सानो एज पनि यङ एज पनि कञ्चनमै बित्यो है। सोनाम भुटिया हजुर दाजु, तपाईँ सानोदेखि कञ्चन हलमा त देखि नै देखेको। कति वर्ष गर्नुभयो काम? 30-35 वर्ष। तपाईँ चाहिँ टिकट काउन्टरमै हुनुहुन्थ्यो? खड्काबो पनि थियो, खड्काबो पनि थियो, उसको छोरा पनि थियो। पहिला राजु श्यामहरू भन्ने थियो, पहिला चाहिँ उनीहरू त खस्यो। हजुर अहिले त्यो उनीहरूको बदली श्यामको बदलीमा चाहिँ मलाई राजुको बदलीमा चाहिँ मलाई राखिदिएको। ज्याप्सेमामा त तल्ल त्यो पनि खस्यो। हजुर, तपाईँले चाहिँ कुन चाहिँ काउन्टर कुन चाहिँ फर्स्ट क्लास काउन्टरमा? फर्स्ट क्लास भन्नाले चाहिँ यो 220 त्यस्तो तपाईँले गर्दा सुरु गर्नुभएको कहिले? 72 थियो। 72 मा। सो त्यति बेला चाहिँ के कस्तो थियो तपाईँ कञ्चन? त्यति बेला राम्रै चल्दै थियो, चल्यो खै बिचमा के भयो। त्यो 72 भन्नुभयो नि, तपाईँलाई थाहा छ छैन होइन? आज त धेरै 2026 भयो। त्यो टिकटको चाहिँ कस्तो थियो रेट? अब हामी हुँदा चाहिँ 90हरू थाहा छ। हजुर 90, 2 रुपियाँ 20 पैसा, 3.70 थियो, 1.65 थियो, 1.65 थियो, 90देखि 1.65, त्यहाँदेखि 2.20, त्यहाँदेखि 3.70, 370, 4 रुपियाँ कति पनि थियो बाल्कनी पछि चाहिँ 4 रुपियाँ है। जस्तै अब टिकट काउन्टरमा पनि हामी पनि लाइन लाग्थ्यो नि, कोही बेला पाउँदैन थियो है त, त्यो ठ्याक्क बन्द हुन्थ्यो होइन? त्यो समय अब 70कै कुरा गरौँ है, आज 2026 आउँदा त बन्द पनि भइसक्यो। त त्यो अनुभव तपाईँले के चाहिँ मिस गर्नुहुन्छ आज आइपुग्दा? जब कञ्चनबाट तपाईँ जान्नुहुन्छ नि, कस्तो दुःख लाग्छ नि है? मनमा लाग्छ नि, अब उहिलेदेखि गरेको यादगार त हुन्छ। तर बेलुका सुत्ने बेला त कोही बेला सपना पनि देख्दै गरेको हुन्छ, टिकट बेच्दै गरेको, के गर्दै गरेको, फलानालाई यति टिकट, फलानालाई यति टिकट भन्ने क्या, त्यति याद आउँछ कोही बेला। त्यो पहिल्यैदेखि कसैले राखिदिनु पनि पर्थ्यो है? कोही बेला पर्थ्यो। त्यो फोन पनि हुन्थ्यो तपाईँहरूको? फोन चाहिँ हुँदैन थियो,
पछि फोन पनि पहिला पहिला चाहिँ यो ओमकारको के अरे कालुरामको भन्दा चाहिँ हुन्थ्यो हजुर अहिले यता कञ्चनमा छैन फोन सोन केही थिएन अहिले त के ट्राफिकको पुलिसहरू आउँछ बडाबाउको यतिवटा फलानुको यतिवटा त्यही भन्यो है अनि जस्तै यो पोस्टरहरूको कुरा आउँछ नि पिक्चरमा यो चल्दैछ यो कञ्चनमा यो चल्दैछ के भनेर मेन पिक्चर हलको अगाडि त राख्थ्यो कुन कुन ठाउँमा हुन्थ्यो खास चाहिँ तपाईँको पोइन्ट्सहरू चाहिँ एउटा त कञ्चन हलको अगाडिपट्टि हुन्थ्यो त्यहाँदेखि यता तल रेली रोडमा हुन्थ्यो यता कालुरामको अगाडि कोठीको अगाडि हुन्थ्यो हजुर अन्त तल 7 माइलमा एउटा पोइन्ट भ्यू पोइन्टकै छेउमा पनि हुन्थ्यो त्यो कञ्चनको स्टाफ रेलमा हुन्थ्यो हजुर कञ्चनकै हिसाब लगाएर टाइल्स गर्थ्यो ए नेपाली पिक्चर आउँदा त झन् तल त्यो एउटा के यस्तो घुमौरो बाटो चाहिँ खोप्चोमा क्या त्यहाँ भित्तामा पनि टाल्नु पर्थ्यो नेपाली पिक्चर आउँदा पुरै त्यो पोस्टरहरू तपाईँको अहिले पो डिजिटल प्रिन्टिङ के हुन्छ त्यो पोस्टर चाहिँ कहाँबाट आउँथ्यो तपाईँको त्यो चाहिँ सिलगढीबाट आउँछ उताबाट प्रिन्ट भएर आउँछ ए त्यहाँबाट आउँछ है तपाईँको उताबाट जुन चाहिँ डिस्ट्रिब्युटर छ नि उनीहरूले पठाइन्छ जस्तै यो पिक्चर अब अहिले त डिजिटल गएर त्यति बेला त अब त्यो मसिन पनि अहिले होला त्यो प्रोजेक्टरहरू है छ त्यसमा त्यो रिलहरू चाहिँ कस्तो प्रकारले आउँथ्यो जस्तै रिल चाहिँ अब 8वटा 9वटा यसो डबल हुन्छ एउटाको 2टा हुन्छ 8वटा झन् 16 रिल भयो 9वटा 18 रिल त्यस्तै खालको त्यो सिलगढीबाटै आएको सिलगढी बक्सामा थियो टिनको बक्सामा थियो है त्यसमा आएर जस्तै एउटा पिक्चर चाहिँ लगभग कति दिनसम्म चल्थ्यो भनौँ न त्यो थियो राम्रो चल्यो भने त 2-3 हप्तासम्म झन् चल्छ है फेरि हजुर त्यो तपाईँको यो नेपाली पिक्चर सम्झना पिक्चर भयो त्यो झन् 1-1.5 महिना चलेको हो त्यति त जस्तै त्यो प्रोजेक्टर अपरेटर भन्छ नि हजुर तपाईँको टाइममा चाहिँ हजुर 70-80 पछि तपाईँको हाम्रो रत्न बडा थियो हाम्रो म्यानेजरको बाउ उयो म्यानेजर श्याम थापा भन्ने ऊ चाहिँ म्यानेजर हो उसको बाउले चाहिँ माथि अपरेटर गर्थ्यो छोराले पनि गर्थ्यो अपरेटर छ त्यहाँदेखि त यतापट्टि अर्को एउटा टेम्पोरी एउटा भाइ पनि छ शङ्कर भन्ने अहिले टाउन हलमा काम गर्दैछ ए उहाँ पनि बुढी हो पिक्चर देखाउँदा नि अपरेटर एकजना मात्रै जिम्मेवारी हो कि उसलाई 2जना छ नि 2जना चाहिँ एकजना कटअप गर्ने बित्तिकै फेरि अर्कोपट्टि त्यसले चालु गरिहाल्नुपर्छ नि त्यो समय नै अर्कै है अब अहिलेको नानीहरूले अब अहिलेको मानिसहरूले देखेको पनि छैन सोनाम भुटियाज्यू 30-32 वर्ष त्यहाँ काम गर्नुभयो